गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने बताएका छन्। शनिबार काठमाडौँमा महासंघद्वारा आयोजित राष्ट्रिय बृहत आर्थिक बहसलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताए। उनले सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने जोखिम औल्याएका छन्। सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने एउटा ठूलो मेसेज अहिले दिएको छ। त्यो अवस्था सत्ता परिवर्तनको मात्रै होइन, सुरक्षा संकट नै निम्तन सक्छ। उनले भने अहिलेसम्म जेन्जी आन्दोलनको क्रममा लुटिएका 710 वटा हतियार फिर्ता भइसकेको र केही हतियार डढेको पनि उनले जानकारी दिएका छन्। मन्त्री अर्यालका अनुसार अझै केही फिर्ता हुन बाँकी छन्। आन्दोलनको क्रममा 14,549 जना फरार रहेकोमा 9,521 जना फिर्ता आइसकेको र अझै 5,105 जना कैदीबन्दी बाहिर रहेको उनले जानकारी दिएका छन्। गृहमन्त्री अर्यालले भने हतियार र कैदीहरूलाई फिर्ता गर्नको लागि पटक पटक सूचना निकालेर आइदिनुस्, हतियार फिर्ता दिनुस् पनि भनेका छौं। अझै बाहिर हुनुहुन्छ, त्यसलाई विशेष अपरेसन चलाउँछौं। यसमा नागरिक स्तरको तहबाट पनि सहयोग चाहिन्छ। उनले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको बताएका छन्। सरकार र निजी क्षेत्र एकअर्काको परिपूरक भएको बताउँदै निजी क्षेत्रको दायित्व अर्थतन्त्रको जगेर्ना गर्नु भएको उनको भनाइ छ।